मलाई त यहाँ 3 दिनै जेल हाल्ने कुरा आउँछन्। माधवजीलाई त मुद्दा लट्काएको छ पहिलेको सरकारले। प्रचण्डको कहिले 41 अरब छ दुबईमा भन्दैछ। तपाईहरुको नि दिमाग खराब लए होला 3 चोटी भन्ने लाग्दो हो जस्तो लाग्छ। कता कता के हो के केही भएको भए यो अहिलेको सरकारले गर्न पर्दैन थियो। यो बालनजीको सरकारले माधवलाई र मलाई केही गर्न पर्दैन थियो। केपी ओली नै काफी थिए। केपी ओलीले यति खोजेका हुन् हाम्रो कहाँ छ गल्तीलाई फसाउने कसरी र सिद्ध्याउने कसरी भन्नेमा केपीको हाइटमा बालनजी छैनन् हामीलाई सिद्ध्याउनेमा चाहिँ। तर हामी फेरि वामपन्थी आन्दोलन चाहिन्छ भनेर फेरि सहकार्यको कुरा पनि गरिराखेकै हुन्छौँ। अब यो हाम्रो जिम्मेवारी बोध भन्नुहोस् उदारता भन्नुहोस् जे भने पनि। त्यसकारण कमरेडहरू यही कोठामा त्यही स्थानीय जनप्रतिनिधिको बेलामा 2 जना विज्ञहरूले भनेको कुरा भनेर म आफ्नो भनाइ टुङ्ग्याउँछु। उहाँहरूले के भन्नुभएको थियो र सही भन्नुभएको थियो। यो पार्टी नेपाली कम्युनिस्ट पार्टी के भएको पार्टी र राग भएको पार्टी हो। नेपालमा एक मात्र राग भएको पार्टी नेपाली कम्युनिस्ट पार्टी मात्रै हो। जोसँग हजारौं नेता छन्, हजारौं कार्यकर्ता छन्, लाखौं जनता समर्थन छन्, ती पनि क्रान्तिको भट्टीबाट निक्लेका मान्छेहरूको जमात छ। यही पार्टी मात्रै हो। अरूसँग सबै ठगहरूको छ भनेर उनीहरूले भने। मैले भने बरु हामी पनि ठग भइयो भनेर मैले भने बरु ती विज्ञहरूले अरूलाई भने। अर्कोले के भने यो पार्टी हड्डी भएका मान्छेहरूको पार्टी हो। हड्डी छ यो नेपाली कम्युनिस्ट पार्टीसँग। त्यसकारण यो जुर्मुरायो भने नेपाल अहिले पनि यही पार्टीको हुन्छ भनेर भनेको थिए यही कोठामा। म तपाईहरुलाई पनि आफ्नो गल्ती कहाँनिर हो मुख्य त्यसमा छलफल सोचौं, सच्याउने प्रण गरौं, लड्न तयारी गरौं। लड्ने तयारी, आन्दोलनको तयारी, संघर्षको तयारी। सङ्घर्ष बाहेक कुनै विकल्प अब छैन। हामीलाई सच्याउने पनि सङ्घर्षले मात्रै हो। उपदेशले सच्याउनेवाला छैन। यो सरकार सुशासन र विकासको निम्ति होइन। यो संविधान संघीय लोकतान्त्रिक गणतन्त्र, महिला, दलित, आदिवासी, जनजातिले पाएका अधिकार खोज्ने र संविधान मास्ने दिशातिर अगाडि बढ्दैछ। खबरदार, तपाईँ हामी सबै एकचोटि फेरि जुर्मुराउन पर्ने अवस्था आइलागेको छ। त्यो जुर्मुराउनको लागि मैले अहिले भने जस्तो गल्ती कहाँ भयो भन्दा हामीले वर्ग सङ्घर्ष विचार र रणनीतिलाई बेवास्ता गर्यौं र कार्यनीति दिनदिनैकोमा रमायौं र हामी बिग्र्यौं। अब त्यसको मुख्य जिम्मेवारी मैले त भनेको छु, मैले लिनुपर्छ। फेरि अरूलाई भनेर नि सुख पाइँदैन। किनभने 3 चोटि प्रधानमन्त्री त मै भइसकेको छु। अरूलाई त के भन्ने त। त्यसो भएर कोही ठाउँ म हैरान भएर मलाई लौ न छिटो हटाइदिनुहोस् न सबै मिलेर पनि भन्न आउँछ कोही बेला। फेरि त्यसको अर्थ म पलायन हुन खोज्यो भनेर नठान्नु होला। पलायन हुन खोजेर भनेको होइन। कहिलेकाहीँ भन्न मन लाग्छ कि त मलाई सच्याइदिनु पर्यो कि त मलाई हटाइदिनु पर्यो। हटाउन पनि नसक्ने, सच्याउन पनि नसक्ने, अनि भित्रभित्र खुसु गरिरह। यसले केही काम हुँदैन। त्यहाँ सिधा कुरा गरौँ। गल्ती त्यहीँ भएको छ, रणनीतिमा भएको छ, वर्ग सङ्घर्षमा छ, वर्ग छोडिया छ। म चाहिँ अब महाधिवेशनसम्म जाँदा तपाईहरुसँग छलफल गरेर बहस गरेर हामी सबै मिलेर ठुलो कमजोरी सच्याएर वर्ग सङ्घर्षद्वारा ठिक गर्न पर्छ। हामी महाधिवेशनसम्म राम्रोसँग पार्टी बनाऊ, युवाहरूलाई ल्याऊ, नयाँ नेतृत्वको टिम बनाऊ। महाधिवेशनपछि मलाई विश्वास छ तपाईहरुले यी कुराहरूलाई बुझ्नुभयो होला। सोच्नुहोस्, बहस हुँदैछ अब नवीकरण, सम्मेलन, महाधिवेशनसम्म जाँदा यो पार्टी नयाँ बनाउने हो। नयाँ बनाउने सङ्कल्प सहित म बिदा हुन्छु। धन्यवाद। अभिवादन। सलाम।